सम्पूर्ण देश तथा विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरू, आमा बुवा सम्पूर्णमा मेरो नमस्कार। 2082 साल फागुन 21 गते प्रतिनिधि सभाको चुनाव नजिकै छ। चुनावको तयारी गर्नुभयो होला। टोल घर छिमेक आफ्नै घरमा पनि सल्लाह गर्नुभयो होला। अब हामीले सल्लाह गर्ने दिन गए, सल्लाह गर्ने होइन, अब हामीले ठोस निर्णय लिनुपर्ने हुन्छ। विगतका यी पुराना दलहरूले कसरी हाम्रा बाबुबाजेहरूलाई र अहिले हामीसम्मलाई कति ठाउँमा घुमाए, कति ठाउँमा तडपाए, कति ठाउँमा फसाए, कति ठाउँमा कुम्ल्याए, कटपुतली बनाएर खेलाए। अब ती दिनलाई त्यागेर अब नयाँ सोच, नयाँ परिवर्तन ल्याउनु छ देशमा। त्यसैले अहिले उदाउँदै गरेको नयाँ पार्टीहरू पनि छन्, त्यसमा राम्रा व्यक्तिहरू छन्। ती व्यक्तिहरूलाई हामीले के गर्नुपर्छ भन्दाखेरि, अब हामीले हाम्रो बुवा बाजेले भोग्नु भएको दुःख कष्टहरूलाई हाम्रो छोरा नातिहरूलाई अब दिने होइन। अब हामीले पार्टी परिवर्तन गर्नुपर्ने हुन्छ, मतलाई परिवर्तन गर्नुपर्ने हुन्छ। देशको 77 जिल्लामा भनौँ न, 77 जिल्लामा भ्रष्टाचारले ज्वरो गाडेको छ। यसलाई, यो ज्वरोलाई मूल ज्वरोदेखि नै उखाल्नु पर्ने हुन्छ। उखाल्छ पनि। अब एउटा नेपाली भएर जन्म लिए पछाडि आफ्नो देशमा केही गरी खान्छु भन्ने वातावरण छैन। चाहे रोजगारमा होस्, चाहे किसानमा होस्, चाहे जेसुकैमा होस्, जहाँ पनि नातावाद छ, कृपावाद छ, भ्रष्टाचार छ। हरेक ठाउँमा घुसेको छ भ्रष्टाचार, हरेक ठाउँमा छ राजनीतिक। जहाँसुकै छ नातावाद, कृपावाद। देशमा एउटा यस्तो कानुन बनाउनु पर्यो कि यो भ्रष्टाचार, नातावाद, कृपावाद जहाँ गर्छ उनीहरूलाई आजीवन जेल सडाउनु पर्छ। आफ्नो क्वालिफिकेसनले खाना खाएको जागिर पनि यिनीहरूले दिँदैन। नातावाद र कृपावाद, भ्रष्टाचार, राजनीतिक, पैसा, त्यसैले अब हामीले आफ्नो मतलाई परिवर्तन गर्नुपर्छ। सोच्ने बेला गइसक्यो। अब आँखा चिम्मा गरेर तपाईँले कुन सोचमा हाल्नुहुन्छ भोट विचार गर्नुहोस्। त्यो भोटले तपाईँको एउटा मतले मात्र पनि तपाईँको सन्ततिको भविष्य सुनिश्चित गर्ने हुन्छ त्यो भोटले। त्यही भएर आफ्नो सन्ततिको भविष्यको लागि तपाईँले आफ्नो मतलाई ठाउँमा हाल्नु होला। त्यसकारण फेरि मैले तपाईँहरूलाई यो पार्टीमा हाल्नु, ऊ पार्टीमा हाल्नु भन्दैन, तर तपाईँले आफ्नो मतलाई परिवर्तन गर्नुहोस्। सबैलाई चिन्नु भएको छ तपाईँहरूले। त्यो मासु र भात 2-4 पैसामा नबिग्नु होला। मासु र भात त हामीले घरमा खान सकिन्छ कि हाम्रो पुस्ता के मासु र भात नखाएर, पैसा नखिलाएर मर्या थिएन र? चलिरहेछ जिन्दगी हो। त्यसकारण मासु भात, पैसा, 2 लिटर पेट्रोलमा नबिग्नुहोस्। तपाईँको घरमा आएर त्यो नेता, त्यो मन्त्रीले आएर तपाईँको घरको चुलो जालिदिने होइन। तपाईँको घरको चुलो जलाउनलाई तपाईँ आफैले नै आगो बाल्नुपर्ने हुन्छ। त्यसकारण तपाईँले आफ्नो मानो आफैले खाने हो, आफ्नो भविष्य आफै बनाउने हो। कसैको पनि झुटा आश्वासनमा नफस्नु होला। आफ्नो भविष्य आफै बनाउनुहोस्, आफ्नो सन्ततिको भविष्य आफै बनाउनुहोस्। र अबको सरकार जता पनि बन्छ, त्यो सरकारले यो पूर्व कर्मचारीदेखि लिएर सम्पूर्ण यो नेता भनाउँदोहरूका सम्पूर्णको सम्पत्ति छानबिन गरेर आय स्रोत नखुलेको छ भने भ्रष्टाचार ठहरिन्छ, सिधै लगेर आजीवन जेल कोच्नुपर्छ यिनीहरूलाई। त्यसकारण अब हामीले एउटा स्थानीय तहदेखि केन्द्रीय तहसम्म सबै मत परिवर्तन गर्नुपर्ने हुन्छ। त्यसकारण यो भिडियो जसले हेर्नुहुन्छ नि, तपाईँले पनि सुन्नुभयो होला र
आफ्नो साथीहरूलाई पनि सुनाउनुहोस्, साथीहरूलाई, साथी सङ्गीहरूलाई, छरछिमेकीलाई पनि सुनाउनुहोस्। यसले धेरै परिवर्तन ल्याउँछ। त्यसकारण आफ्नो मतलाई खेर नफाल्नु होला, सही ठाउँमा भोट हाल्नु होला भन्दै मेरो सानो भिडियो क्लिप्स यहीँ बन्द गर्न चाहन्छु। हस्त, जय नेपाल।